साथीहरू तपाईँलाई मेरो च्यानलमा स्वागत छ। सधैँ जसरी आज पनि मम्मीले नयाँ आइटम बनाउनु गर्नुभएको छ। मम्मी यो के बनाउनु लाग्नु हजुरले? यहाँ म आँप देख्दैछु, यहाँ साबुदाना देख्दैछु, नयाँ परिकार पाक्नु लाग्यो कि? आज मैले हजुर नयाँ परिकार नै भनौँ न, हजुर म्याङ्गो सागो हजुर बनाउन थालेको। अहिले धेरै यो फेमस छ म्याङ्गो सागो, जता पनि टिकटकमा युट्युबमा जता पनि यो म्याङ्गो सागो फेमस छ। यो म्याङ्गो भनेको आँप भयो, सागो भने साबुदाना, यो दुईटाको मिक्स गरेर परिकार नयाँ परिकार चाहिँ बनाउँदैछु। हजुर अब अहिले तैँले देख्छस् नि मैले बनाएको ए हजुर साथीहरू हेर्दै गर्नु ल, मम्मीले कसरी बनाउनुहुन्छ म हजुरलाई देखाउँदै गर्छु। अब हेर्न सक्नुहुन्छ यहाँ मम्मीले आँप काटिसकेपछि एउटा बाउलमा राख्नु भएको छ। अब त्यसलाई पछि हामी ग्राइन्ड गर्छौँ मिक्सचरमा। अनि यहाँ भएको साबुदानाले चाहिँ अब हामीले चाहिँ तातो पानीमा साबुदाना उमाल्छौँ। कति मिनटसम्म उमाल्छौँ मम्मी हामी? एकछिन यो साबुदाना पाकेर मजाले त्यो दाना दाना देखिन्छ। हामी अब 5-10 मिनट्स जति साबुदाना उमाल्छौँ। अनि त्यसपछि के प्रोसेस गर्ने हामी देखाउँछौँ साथीहरू देख्नु सक्नुहुन्छ। यहाँ अब लगभग हाम्रो साबुदाना मजाले पाक्दैछ। अब यसलाई चाहिँ हामी एकछिनमा होइन मम्मी छानेर राख्छौँ, चिसोमा होइन। साथीहरू देख्न सक्नुहुन्छ अब साबुदाना पाक्यो। अब यसलाई पानीले खलखली पखालेर हजुर यसलाई छान्नुपर्छ। चिप्लोपना आउनु भयो। हजुर हजुर यसले चिप्लोपना आउनु पर्यो? आउनु भएन ए सरी। अब यसलाई पखालेर म राम्रोसँग छानेर अनि बनाउँछु। साथीहरू तपाईँ देख्नु सक्नुहुन्छ। अब यसलाई चाहिँ हामीले छान्छौँ मजाले, सुक्खा पार्नुपर्छ यसलाई। त्यसको 5-10 मिनट तताइसकेपछि हजुरहरूले चाहिँ त्यसरी छान्ने तताउने होइन, पकाएपछि पकाएपछि खटखट पाकेर अनि यो पखालेर अनि यसरी छान्ने सुक्खा पार्नुपर्छ। कति राम्रो कलर बसेको छ। यो के गरौँ मम्मी? यो कस्टर्ड हो। कस्टर्ड पनि अलिकति यसो हाल्दाखेरि मिठो हुन्छ। अब यसलाई कस्टर्ड है हजुरहरूले एभाइलेबल अब जहाँ पनि पाइन्छ यो कस्टर्ड मिल्क हाल्न सक्नुहुन्छ हजुरहरूले। र यसरी हामी कस्टर्डलाई चाहिँ दुध हालेर चाहिँ घोल्छौँ। चिसो दुध है, तातो दुध हाल्नु मिल्दैन। चिसो दुधले मजाले फेट्ने अनि त्यसपछि दुधमा उमाल्ने। किनभने यो आइटमै अब म्याङ्गो साग भनेको चिसो आइटम हो, गरिमा खाने चिज हो। त्यही भएर हामीले चाहिँ भर्खर चिसो दुध राख्नु हुँदैन यसमा है। त्यो चिसो मिल्कलाई चाहिँ अलिकति हामीले तताएर चाहिँ अब यसको माथि कस्टर्ड राखेर उमाल्छौँ। अनि उमालिसकेपछि हजुरहरूले चाहिँ सेलाउनु दिनुहोस्, मिक्स गरेर। त्यो हजुरले अगाडि प्रोसेसमा हेर्नुहुन्छ। साथीहरू हेर्नुहुन्छ यतातिर हाम्रो कस्टर्ड मिल्कलाई अब तताउँछौँ, यतातिर हाम्रो सागा यानि साबुदाना छ र हामीले अघि बाँकी रहेको आँपलाई चाहिँ काटेको आँपलाई चाहिँ हामीले चाहिँ मिक्स गर्न गइरहेको छौँ हजुर। साथीहरू तपाईँले देख्न सक्नुहुन्छ साबुदानामा चाहिँ अहिले हामीले ग्राइन्ड गरेको म्याङ्गो हालिरहेको छौँ है, हेर्नुहोस् त। अनि त्यो दुध पनि लगभग तपाईँको कस्टर्ड पनि तयार भइसकेको छ। यसलाई एकछिन सेलाउनु पर्ने। अनि त्यसपछि हामी अब देखाउँछौँ हजुर के हाल्ने भनेर। साथीहरू तपाईँ देख्नुहुन्छ अब यसलाई चाहिँ म्याङ्गो र साबु यानि कि आँप र साबुदानालाई चाहिँ यसरी हामी चलाउँछौँ, मिक्स गरेर चलाउँछौँ। साथीहरू देख्न सक्नुहुन्छ यसरी अब हामी कस्टर्ड मिल्क चाहिँ म्याङ्गो सागमा हाल्छौँ। साथीहरू यो हामीले लगभग 15-20 मिनट राखिसकेपछि अब हामीले चाहिँ अब चिसो हुन्छ भनेर फ्रिजमा राख्यौँ। बाहिर पनि राख्न सक्नुहुन्छ तपाईँहरूले होइन। आइस राख्दाखेरि फ्रिजरमा राख्दा पनि हुन्छ। यो माथि आइस राख्दा फ्रिजरमा राख्दा पनि हुन्छ। हल्का मन तातो यो अलिक सेलाएपछि अब हामीले चाहिँ यसमा चाहिँ यो आइटम भने जति चिसो हो त्यति खानु मिठो हुन्छ। गर्मी महिनामा यो खाने नै गर्मी हो म्याङ्गो साग। यहाँ देख्न सक्नुहुन्छ अब यसमा हामी म्याङ्गो राख्छौँ अझै काटेर, म्याङ्गोको टुक्राहरू सजाउनलाई हेर्नुहोस् त। हेरेर सक्नुहुन्छ, देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ आँपको माथि सजाउन हालेछौँ। अब अनि त्यसै गरी हामीले चाहिँ अब यसमा जेली र आइस पनि राख्छौँ चिसो हजुर। जेली र आइस राख्न सक्छौँ हजुर। हेर्नुहोस् त कति रहेर त आहा। अब यसले चाहिँ तपाईँहरूले चाहिँ आफ्नो बाउलमा खाए पनि भयो, ग्लासमा खाए पनि भयो होइन। यसरी नै तपाईँहरूले म्याङ्गो सागो चाहिँ घरमा तयार गर्न सक्नुहुन्छ, सक्नुहुन्छ। गर्मी महिनामा यो एकदम आइटम धेरै मिठो हुन्छ, मिठो अनि शीतल पनि हो।
खाँदा मिठो हुन्छ हजुर बच्चाहरूलाई विशेष गरी धेरै मनपर्ने हो। बच्चाहरू प्लस सुगर भएको मान्छेले पनि खान खान मिल्छ यसमा मिल्छ, अब किन चिनी चिनी हाल्नु राखेको पर्दैन छैन हामीले। हामीले चाहिँ हल्का गुलियोको लागि चाहिँ जेली राखेको छौँ हजुरहरूले नखान पनि सक्नुहुन्छ यतै रहर लाग्दछ हेल्दी पनि हुन्छ राम्रो पनि हुन्छ यसरी नै अब मेरो भिडियो हेर्नु भएको म धेरै धेरै धन्यवाद र च्यानललाई सब्सक्राइब गरिदिनु होला हस् त थ्याङ्क यू।